ज्यादामा 2 किलोमिटर होला ल। यसरी टिप हालिदिनु पऱ्यो क्या, ड्राइभर अनि उँभो लाग्छ। काठमाडौँमा जग्गा किन्छ, घर किन्छन्, 200 रुपियाँ राख्दैन कहिले जग्गा किन्ने, कहिले घर किन्ने त ड्राइभरले। प्यासेन्जरले ड्राइभरलाई मार्नु भएन, यसरी टिप हालिदिनु पऱ्यो। हेर्नु यी 820 रुपियाँको टिप हालिदिन्छु। यी ड्राइभर मजाले आइरहेछ, हेर्नु गाडी। ड्राइभरको गाडी यहाँ छ, प्रिसियस स्कुल त्यहाँनिर छ, आइरहेछ। यसरी टिप हालिदिनु पऱ्यो है तपाईँहरूले पनि। ड्राइभरलाई मार्नु भएन, यसरी 1 किलोमिटरको 800 900 हालिदिनु पऱ्यो। अनि ड्राइभरले काठमाडौँमा जग्गा किन्ने, घर किन्ने, विदेश नि जानु पर्दैन ड्राइभरलाई। अनि है ल प्यासेन्जरहरू, एउटा सानो सन्देश हो मेरो, ड्राइभरहरूलाई नमारौँ, यसरी टिप हालिदिनु पऱ्यो। यहाँ आयो ड्राइभरी, आउँदैछ मान्छे बोकेर। आइसकेपछि म टक्क 820 रुपियाँ दिन्छु। दिँदा के हुन्छ होइन? है प्यासेन्जरहरूले ड्राइभरलाई अब उँभो लगाइदिनु पऱ्यो।